हेलो साथीहरू सबैजना सन्चै आरामै त नि हुने आरामै हुनुहुन्छ म चाहिँ आरामै छु सन्चै छु म चाहिँ अहिले भर्खर तल बजारतिर गएर आएको पसिना छ हेर्नु साथीहरू भर्खर आइपुगेको र हजुरहरूलाई मैले मेरो कोसेली देखाउन लागिरहेको छु हेर्दै गर्नु होला सबैजना ल है साथीहरू म कोसेली फोर्न गइरहेको छु हेर्नु है यो अर्गानिक अर्गानिक करेला हेर्नु करेला नि लिएर आएको छु अर्गानिक करेला यसैले हो कि गोरुङले गराएको पनि हेर्नु साथीहरू आफ्नै करेसा बारीमा फलेको अर्गानिक करेला यता भन्नु भएन करेला मनपर्छ नि आउने साथीहरू मेरो कोसेली के छ त भन्दा तरिका झोला भएर निस्किन मान्दैनन् यहाँ यो दालमोड यो धनियाँ बनधनियाँ खुर्सानी यो सुकेको करेला यो चाहिँ साथीहरू हेर्नु यो डोल्चीमा के छ भन्दाखेरि यो डोल्चीमा हेर्नु साथीहरू के छ भने हजुरहरूलाई होइन यो पुरा बाँडेर टक्क ल्याएको छु होइन यहाँ के छ भने हजुरलाई म देखाउने छु हेर्दै गर्नु होला यहाँ बिरालु पनि कराइरहेको छ हौ ल हेर्नु है साथीहरू यहाँ देखाउने हेर्दै गर्नु है यहाँ के छ त के ल्याइदेऊ कसरी भिर्ने बेला हेर्नु है साथीहरू के छ यहाँ ल भन्नु रातो आँखा यो भिडियो गर्ने हेर्दै गर्नु होला साथीहरू ठिकै छ यहाँ हेर्नु है 1 2 3 वाउ ल हेर्नु साथीहरू के रहेछ त यहाँ कटर खाने भयो आउने है साथीहरू हेर्नुभयो साथीहरू के रहेछ त कटर हेर्नु त मलाई पसिनाको धारा यस्तो आँटे कटर फेरि म अर्को झोलानी फोर्न गइरहेको छु दिदीको कोसेली दिदी पनि आएको होइन दिदीको कोसेली देखाउँछु हजुरहरूलाई के छ त ल हेर्दै गर्नु होला साथीहरू होइन हजुरहरूलाई म फेरि पनि भेनाजुले पठाएको कोसेली दिदीले ल्याएको कोसेली अनि मैले ल्याएको कोसेली देखाउँदैछु अनि हेर्दै गर्नु होला है फेरि पनि हजुरहरूलाई यहाँ हेर्नु अर्ग्यानिक तरकारीहरू छ यो लौका करेला अनि हरियो खुर्सानी यतातिर छ होइन ल हेर्नु खुर्सानीहरू चटपटमा हाल्ने खुर्सानी टक्क अचारमा हाल्ने खुर्सानी पिरो हुन्छ यो खाले हेर्नु हरियो परियो टक्क लाएर र यता स्प्राइट दिदीले ल्याइदिएको मलाई किनकि मलाई कोक मन पर्दैन स्प्राइट मनपर्छ त्यही भएर स्प्राइट जति पनि मेरो घरमा आउने पाहुनाहरूले कोक होइन स्प्राइट बोकेर आउनु होला कोक मलाई मन पर्दैन भन्न चाहन्छु यता हेरी चटपट खान्छु नि त मैले त्यही भएर चटपट मनपर्छ त्यही भएर हेर्नु भुजा चौचौ होइन यहाँ लेज पनि होइन अनि यहाँ कुरकुरे पनि हो कुरकुरे पनि ल्याउनु भयो दिदीले होइन हजुर ल उहाँहरूलाई धन्यवाद र यहाँ अर्को कोसेली चाहिँ यो के हो सबैजनाले हेर्नु के होला यो कोसेली भनेर हजुरहरूलाई उत्सुकता लाग्यो होला तर यो कोसेली के हो म फोरेर देखाउने छु यो कोसेली चाहिँ भेनाजुले होइन मेरो लागि ल्याइदिनु भएको पठाइदिनु भएको किनिदिनु भएको हो तर होइन के कोसेली हेर्दै गर्नु होला म देखाउने छु यो कोसेली के कोसेली हो भने यो हेर्नु है मजाले हेर्दै गर्नु होला यो कोसेली के रहेछ भने होइन ल हेर्नु है डेन्टडेङ कटर कस्तो मिठो छ हो गुलियो चिनी हाले जस्तो मैले राखिसकेँ र बेनाजुलाई धेरै धेरै धन्यवाद भन्छु र दिदीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु र कटर पनि खाम के थालीमा राख्नु पर्यो र नि टक्क लगाएर खानु नेट फेरेको है है म नेट जोडिदिन्छु है नेट फेरेको मैले नेट फेरेको भन्दा पनि पासवर्ड फेरेको क्या धेरै भयो नफेरेको अनि खासै चलेन त्यही भएर मैले पासवर्ड फेरिदिएको ल है साथीहरू आउनु कटर खानी भए आउनु होला र यति भन्दै मैले मेरो सानो मिनी ब्लग यहीँ टुङ्ग्याउँछु साथीहरू हैन। अब म यो तरकारीको
पसल थाप्न पर्छ कि जस्तो भइसक्यो नि ल हेर्नु अर्ग्यानिक तरकारी ए अनि हेर्नु यहाँ दिदीले ल्याइदिएको डोनट पनि छ साँच्चै मैले त भन्नै बिर्सेको हेर्नु त मेरो लागि र यहाँ पनि देख्नुभयो अघि नै होइन हजुरहरूलाई यो ट्याङ्करमा के छ भन्दाखेरि होइन ट्याङ्करमा के छ हजुरहरूले देख्न सक्नुहुनेछ कसलाई मनपर्छ खाना आउनु होला ढ्याङ ल हेर्नु कस्तो राम्रो छ ठुल्ठुलो सेला ल हेर्नु गुलियो हो चिनी हाले जस्तो मिठो नमिठो गुलियो छ ल अब यसलाई चाहिँ टक्क खाएको खाने नखाएको फ्रिजमा राखेर चिसो बनाएर खाने साथीहरू ल अब मेरो मिनी भ्लग हजुरहरूले हेर्दै गर्नुहोला लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला भन्दै बिदा चाहन्छु फेरि अर्को पछि फेरि अर्ग्यानिक भिडियो लिएर आउने छु हजुर सामु बाइ